पनि सदाझै आज यो मेरो युट्युब ब्लगमा आज मेरो कम्प्युटर सेन्टरमा दुईजना विद्यार्थीहरू पढ्न आएको छ। अब उनीहरू कम्प्युटरमा के गरिरहेको छ यसो म सोध्दै छु। के गरेको? जिमेल बनाएको? ए अनि जिमेल बनाइसकेपछि मेल गर न त। मेल कसरी गर्न सकिन्छ हैन? ठीक छ। पहिला कम्पोजमा क्लिक गरेको अनि उसको आईडी यहाँ लेख्दैछ। ल यसरी दुवैजना इमेलबाट यानी कि जिमेलबाट कसरी मेल गरिन्छ। फेरि यहाँ त बिग्रियो त तिम्रो @gmail.com खोइ। अनि राधिकामा पनि तिम्रो छ रिधिका। मिलाएर गर न, आर्य हुन्छ क्या। त्यो अनुसारले एक्ज्याक्ट पहिला हेर न के हुन्छ अनि त्यही दिने, हतार नगर्ने। के छ एक्ज्याक्ट त्यही लेख्ने। अब यो जिमेल कसरी गर्न सकिन्छ यिनीहरू ट्राई गरिराखेको छ। तर यसको के भयो भने यहाँ नेटवर्क हेर त, नेटवर्क भागिसकेको छ। अब कसरी पुनः कनेक्सन गर्न सकिन्छ मोबाइलैबाट यिनीहरूले के गरिरहेछ भने यहाँ नेट चलाइराख्नु भएको छ। अब यसको नेट कनेक्सन चाहिँ हेर्नु तपाईहरू पनि यसरी युएसबी केबल कम्प्युटरमा जोडेर मोबाइलमा यदि वाइफाई कनेक्टेड छ भने यो वायर कनेक्सन गरेर यसबाट पनि डाटा चलाउन सकिन्छ। यसको लागि सेटिङ ओपन गर्नुपर्ने हुन्छ। सेटिङ भनेको यहाँ रहेको छ अनि यहाँ ठ्याक्कै यो सेटिङमा सर्चमा युएसबी भनेर टाइप गर्ने अनि यहाँ यो सर्च गरिसकेपछि